Namaste, good morning. So, welcome back to our channel once again. Today here I'm with a mini vlog. We are here at Godavari and right now अहिले चाहिँ हामी picnic spot मा छौं अनि आज चाहिँ हाम्रो office picnic day हो. And here's my friend, a very good friend of mine. She's Premika. Hello. Say something. How are you feeling? Okay. So हामी चाहिँ अहिले खाना आँटेको छ. So I'm feeling very excited to have the food. Yeah, here's the food and our other colleagues are त्यहाँनिर हुनुहुन्छ. So I'll take you there. Teacher, कस्तो छ breakfast? ठीक छ. How are you all feeling आज? Ready to enjoy and have fun? Oh, pumping up. Yes. Fuel लिँदैछ अहिले हामी चाहिँ. Hello Sarah teacher, how are you feeling today? Hello Sunita teacher. How are you feeling? I'm feeling very excited. Oh, okay, that's nice. So here we are. Yeah. So breakfast खाइसकेपछि चाहिँ अब हामी बोटानिकल गार्डन तिर अब हामी जाँदै छौं. So today we are like gather कति 40 जना जस्तो चाहिँ हामी लगभग रहिछौं यहाँनिर. So अहिले चाहिँ हामी यो पिकनिक स्पटबाट चाहिँ अब heading towards the botanical garden. कार्यक्रम जस थुप्रो छौं हामी यहाँनिर आउँदै हुनुहुन्छ पछाडी कति जना अगाडि कति जना हिँड्दै हुनुहुन्छ हाम्रो साथीहरु. So हामी चाहिँ कुण्ड मन्दिरमा आएको छौं यहाँनिर. So as you can see यहाँनिर चाहिँ यो पानी चाहिँ चाहिँ फ्रेश वाटर है. चाहिँ बस्छ पानी चाहिँ कहिले पनि सकिँदैन पानी चाहिँ. ल कोही खुट्टा चोपाल्ने हो भने जानु है. माछाहरु पनि रहेछ म देखेको थिइन. त्यो माछा जिन्दगीमा माछा नदेखेको मान्छेको अनुहार हेर्नु त्यो सेतो सर्ट लाउने वाला हो. दुई जना सेतो शर्ट लाउने वाला अर्को तीन जना यहाँ छ. यो भ्लग गर्ने मान्छे पनि हैन भन्नु पर्दाखेरि चाहिँ उले पनि जिन्दगीमा माछा कहिले देखेको छैन. किनेको माछा खादा नि खादैन हेर्नुस् है. त्यो माछा भन्ने बित्तिकै उलाई के हुन्छ भित्रदेखि जिरिङ्ग भएर आउँछ. के भएर अस्ति न मैले नुवाकोटमा हातले माछा समाते हैन हैन हातले समातेर आफूले पिउने पानीको अनि बोतलमा त्यो माछा समातिसकेपछि के भयो थाहा छ? यो ब्यान्ड मेरो माछालाई अस्ति न यहाँनिर हेर. नमस्कार सबैजनालाई. मलाई एकदमै रमाइलो लागिरहेको छ. मलाई कसैले फोर्स गरेको छैन बोल्नको लागि. म आफ्नै मनदेखि बोलिरहेको छु आज है. अब सर चाहिँ के गर्नुहुन्छ तपाईँ? म सर हो. सबैले सर भन्छन्. किन भन्छन् थाहा छैन. सरकै काम गर्छु. सरिरहने काम गर्छु. यो भिडियो चाहिँ सरले नै एडिट गरिदिनुहुन्छ भन्नुभएको छ. त्यही भएर मैले चाहिँ आजको भ्लग बनाएको खासमा चाहिँ. सो मन्दिरमा एकछिन घुमेर पानी सानी खेलेर खुट्टा भिजाएर कसैले अब चाहिँ बोटानिकल गार्डनतिर हामी जाँदैछौँ बिस्तारै. सो लिएर जान्छ. हाम्रो दाइहरू चाहिँ भर्खर आइपुग्नु भएर चाहिँ अब जाने बेला भइसक्यो. देउदा माछा आऊ देउदाई हेलो. आजको पिकनिक तपाईलाई कस्तो आजको पिकनिक एकदम दामी हो. भर्खर खाना खाइ चाहिँ भन्छु खानाको बारेमा. ठाउँै राम्रो, कामै राम्रो, खानेकुरै राम्रो हजुर. तपाईहरु कहाँदेखि हेर्दिनु चाहिँ प्लिज कमेन्ट गरिदिनु है. कहाँ हो हामी जाने? हामी कहाँबाट? यताबाट हो हामी. म गोदावरीमा धेरैचोटि आइसकेँ कि तर पनि म बाटो चिन्दिनँ अझै पनि गोदावरीको चाहिँ. अनि त्यो बाटो देखाउनको लागि चाहिँ को छ यहाँ? थाहा छैन को छ यहाँ. गफ हान्दैछन् हाम्रो साथीभाइहरू त्यहाँनिर. आज चाहिँ अलि हिँडे जस्तो पनि भइरहेछ है. के भइरहेछ यहाँनिर. हामीले चाहिँ बेलुका के गर्दै गर्नु? के गर्छ हामी बेलुका यहाँ सर्ट टर्म मेमोरी लस भयो भने यस्तो हुन्छ. हामी भन्दैन. हामी त फिटनेस अहिले त बेसी मासु लागेर बोसो लागेर यतातिर अनि फिटनेसतिर हामी जाँदैछौँ. द्याट्स वाइ हिजो हामीले के गर्यौँ? द्याट्स वाइ 10-15 किलोमिटर हिँडेर 1400 रुपियाँको किम्बाब खाएर आएको हामीले. द्याट्स द फिटनेस जर्नी. उता गएर खाएको. अब कसैले हामीले के थाहा? गरेको थियो. 1 सेकेन्ड भिडियो कल पनि गरेको थियो. 1 सेकेन्डमा काट्ने मान्छेलाई के भन्ने तर के गर्नु हामी बिजी रे के भन्यो. भन्दिनँ हामी त्यही भएर अनि कहाँ गएर खाएको बोल्नु जी. भन्दिनँ. हामीले भन्नु मिल्दैन. हामी त न्यू ठाउँ एक्सप्लोर गर्ने हो. त्यो ठाउँले हामीले स्पोन्सर गरेको छैन भन्दिनँ हामी. सानी मान्छे बिचमा अलिक गाह्रो भएको कि जस्तो भइरहेको छ क्या मलाई. अलिकति हाइट बढाइदिनु पर्यो कि प्रभुजी. फ्ल्याट्स लगाएर पनि स्टिल taller than her. जुत्ता लगाएर चाहिँ हेर त्यो झुन्डिरहेछ यहाँ. त्यही भएन त्यही. यहाँ जुत्ता देखाऊ. हेर
त ल हेर त्यहाँ कत्रो हिँड्छ हाम्रो हेरेर हेर्नु त्यहाँ ल अब चाहिँ हामी यहाँनिर एक दुईवटा तितौराहरू किन्छौँ दामी दामी गोदावरी आएपछि तितौरा नखाने कुरा हुँदैन सो एक दुईवटा तितौराहरू अब हामी किन्नु आँटेको छौँ चाख्नु मन लाग्छ भने तपाईँहरू गोदावरी आउनु होला म त दिन सक्दिनँ खजाम ब्रोक प्रेमिका टिचर इज अगेन हियर एन्ड सी इज क्यारिङ द ब्याग त्यसरी ब्यागमा सो इट्स लाइक अ के हो यो तपाईँहरूको लागि टिप हो एउटा कस्तो खालको टिप भन्दाखेरि चाहिँ if you wanna take I'll say so हामी गेमहरू खेल्न आदिरहेको छैन त्यही कारण I got to wear pants किनभने I want to win अनि पछि प्यान्टमा लेख्यो त्यति राम्रो हुँदैन क्या for me so मैले चाहिँ जामा बोकेर ल्याइरहेको छु because it's easy useless यस्तो हुन्छ useless it trick is not म जामै लगाएर आएको हेर न के पायो हेर न यहाँ होइन डक्टर नेस्टहरू ल्याउन साथी हो 5 रुपियाँ ल्याऊ तितौरा 4जना छ नि यहाँनिर 5 रुपियाँ भेटायो एउटा एक्स्ट्रा तितौरा हुन्छ कि हजुर कसलाई चाहिन्छ प्लिज एक रुपियाँ भाग गोदावरी डिस्ट्रिब्युटिङ फ्री तितौरा एउटा कसलाई चाहिन्छ प्लिज जसले फस्ला यो अब चाहिँ म पकेटमा राख्दैछु ताकि फेरि नहराओस् है हराएको पैसा फेरि नहराओस् मैले पकेटबाट निकाल्दा मेरो पकेटबाट खसेर झर्दा फेरि भन्नु न बोटानिकल गार्डनभित्र हामी आइसक्यौँ अनि मलाई चाहिँ हाम्रो दिदीले एउटा लेस चाहिँ किनिदिनु भएको छ सो टिकट चाहिँ नेपालीहरूको लागि चाहिँ अडल्टहरूको लागि 50 रुपियाँ अनि त्यसपछि 10 वर्षभन्दा मुनिको नानीहरूको लागि 20 रुपियाँ रहेछ अनि हाम्रो 2जना फरेनर साथीहरू पनि हुनुहुन्छ उहाँहरूको चाहिँ 500 पर पर्सन सो अब हामी यहाँनिर माथि ग्राउन्डमा जाँदैछौँ त्यहाँ गएर चाहिँ हामी गेम्सहरू खेल्ने एन्ड देन वी हेभ लट्स अफ स्टफ टु डु जाउँ अब सो कतिजना चाहिँ आउनुहुन्छ भनेर यहाँ तल नै रोकिराख्नु भएको छ आधी चाहिँ गइसक्नु भयो माथि मैले चाहिँ टिकट काटिरहेको भएर अलि ढिला हुँदैछु यहाँनिर सो यहाँ छ हाम्रो टिकट चाहिँ त्यो बिहानै हामी आइपुगेको भएर चाहिँ त्यस्तो धेरै भिड चाहिँ छैन एकदमै शान्त छ अनि स्प्रिङ पनि लाग्यो द्याट्स वाइ सबै नयाँ नयाँ पातहरू पनि आइरहेको रहेछ सो द भ्यू इज रियली प्लेजेन्ट हियर गोदावरी इज सच अ प्लेस जतिचोटि आए पनि घुम्नु चाहिँ पुग्दैन भ्याउँदैन घुम्नलाई वी आर हियर ठाउँ सबैलाई थाहा छ होला यो ठाउँ थाहा नहुने कोही पनि छैन होला यहाँनिर जो गोदावरी आएको छ सो यो चाहिँ अलिकति ठुलो ठाउँ भएको कारणले गर्दाखेरि चाहिँ वी आर हियर अनि हामी लगभग 30-35 जना जस्तो छ यहाँनिर सो नाउ यु गोना प्ले सम गेम्सहरू यहाँनिर जस हाम्रो साथी मित्रहरूको रमाइलो गफगाफहरू चल्दैछन् यहाँनिर शान्ति सर स्यारा टिचर प्लानिङमा व्यस्त हुनुहुन्छ अरूको गफहरू पुरा हुँदैछ यहाँनिर है आफ्टर अ लङ डान्स सेसन अब चाहिँ पालो छ गेमको अनि आई डिभाइडेड इन्टु 2 ग्रुप्स सो 1 र 2 मा हामीले चाहिँ 2टा ग्रुप डिभाइड एन्ड आइ मिन ग्रुप 2 सो आई थिङ्क वी गन विन हेर्नु है त के गेम रहेछ हार्नलाई रेडी हो हारू एन्ड गेस वाट ग्रुप नम्बर 2 वी वोन यस सो अब चाहिँ हाम्रो 1 आवर छ अब चाहिँ 1 आवर वी गन टुर दिस प्लेस खाँदै जुन चाहिँ मलाई मेरो ज्योति दिदीले माया गरेर किनिदिएको अघि नट ओन्ली फर यु यो चाहिँ मलाई किनिदिएको इलेन्स टिचरलाई भनेर इलेन्स नानीलाई भनेर एउटा माया गरेर लेस किनिदिनु भएको ठुलोवाला अब चाहिँ हामी सो वी गन एक्सप्लोर दिस प्लेस इट्स भेरी पिसफुल छ यहाँनिर एकदमै अनि यहाँ चाहिँ जोडी पनि खरेछ भन्नु चाहिँ हुँदैन त्यो अगाडिको बेसी त गर्नुहोस् जङ्गल पहाड हिमाल तराई घुम्नुहोस् माया गर्नुहोस् गर्नुहोस् माया गरेर घुम्नुहोस् तर नो ह्यान्ड सो हारेर कस्तो लाग्छ त्यो गेममा हामी चाहिँ फास्ट एन्ड फ्युरियस 9 थियौँ तर अनफर्चुनेटली हाम्रो पछाडिका ग्रुपहरू चाहिँ कछुवा निस्क्यो त्यो कारणले गर्दा Unlike us, our group won 3 games, like I said earlier. We are Fast and Furious X. Still have more games to play after we roam around for a bit. So, games ko चाहिँ म छुट्टै भिडियो हाल्छु. लाली गुराँस Where? इलेन्स अब
देखाउन त चाहन्छु म तर के गर्नु मेरो बहिनीको आँखा कमजोर छ फुलेको छ नि सिधा लालीगुराँस त्यो कारणले गर्दा अलिकति गाह्रो छ फुले छैन नि त्यो त बोट अब मात्र हो त सिमेट त्यहाँ छ हेर्नुहोस् अब जुमले गर्नुपर्छ के गर्नुपर्छ म देखाउन सक्छु तपाईँहरूलाई छ तर मेरो बहिनीले दुःख साथ भन्नुपर्दा चाहिँ देख्नु सक्दैन अहिलेसम्म देखेको छैन हेर्नुहोस् ए ओ यस आई सी इट टिप्ने हो गोदावरी नभए टिपिन्थ्यो म त हुन्छ ल वेट सो यसको मतलब गोदावरीमा लालीगुराँस पाउँछ अनि एकछिनपछि हामी काफल पनि खान जाँदैछौँ लालीगुराँस टिप्नलाई you don't have to go to wherever that अग्लो place मा you can come here and you can just take a look at टिप्नु हुँदैन लालीगुराँस आजको मौसम एकदमै पिसफुल साह्रै अनि एकदमै आज हामीले को मिस गर्यौँ too many people almost 15 to 20 people are not here there अभागीहरू के गर्दा यस्तै आएको भए मेरो टिममा परेको भए जित्यो हेर्नु अब नआएपछि के भन्न सक्छ जस्तै आएको भा मेरो टिममा परेको भए आएको थियो अब के गर्नु के गर्न सकिँदैन साथीहरू यस्तै छ कृपया चिप्स खानु होला पपकर्न खानु होला तर भुइँमा चाहिँ प्लास्टिक नफाल्नु होला है फेरि हामी एकदमै सच्चा ज्ञानी इमान्दारी नागरिक हौँ। सभ्य नागरिकहरू नेपालको बारेन्चालीको समाजहरू यस्तै हो के गर्ने घर जानु पाउँदैन बादन चाल्यो भन्दा अगाडि मै समातिर्छु नि सो हामी पोखरीमा आइसकेको छौँ त्यही लुक त्यहाँनिर छ पोखरी चाहिँ त्यहाँ गएर दुईवटा फोटो खिच्नै परिहाल्यो नक्कलीहरू पऱ्यो हामी है के गर्नु अनुहार ठिकठाकै होइन फोटो चाहिँ खतरा खतरा खिचिदिन्छ नि फेरि हामी one lot of photo session हाम्रो सक्यो अब हामी we're moving to next location हेर्नु कोही नक्कली यतिसम्मको हुनसक्छ भन्ने कुरा हो she is in different dress now नक्कली This is more free. So अब हामी चाहिँ we're moving to next location किनभने पिकनिक आएर फोटो नखिची गयो भने त फेरि होइन सो यहाँनिर यो चाहिँ अगेन अनदर पानी छ थोरै थोरै यतातिर भिक्टोरिया फल्स सो अब चाहिँ हामी पानी खेल्न जाँदैछौँ बिकज who doesn't love to play in water except for फोरी मान्छे लाइक सुनिता दिदी एन्ड प्रेमिका सो अदरवाइज अरू सबैलाई चाहिँ मनपर्छ पानीमा खेल्नु भिडियो लिने हो कि खिच्ने हेरेर फोटो खिच्ने जस्तो होला सक्यो खच्याक्क लजाउँ ए अर्को नि हो खच्याक्क लजाउँ साथीसँग खिच्दिनु फोटो खिच्दिनु लेट्स गो इन द वाटर सो हियर पानी चाहिँ यहाँ छ अब हामी पानीमा छिर्नु आँटेको मसिनो छ पानी चाहिँ कि बट स्टिल hot to not go into the water हामी त्यही भएर पानीमा खेल्न जाने हो अब चाहिँ म चप्पल खोल पानीमा खेलेर एकदम रमाइलो भयो we're cool down our head is cool फेरि मिस सुनितालाई चाहिँ हाम्रो अलिकति आजकल फोटो खिच्नु धेरै मन परेको छ आजकल शी इज इन्टु लाइक taking pictures and modeling so yeah we're gonna take some pictures now it's getting ready दारा नदेखाइ फोटो आधा अधुरा यस्तो राइम हान्ने मान्छे त कोही भेटाए तैँले I'm gonna laugh at my own joke here You see that rhododendron? अम्बो त्यहाँ थुप्रो छ त Want to? Come on, गर्दिन्छु ल ल So yeah, she got two photographers right here. sure? So I'm done. Chita बुझेन अनि अर्को फोटोग्राफर चाहिरहेछ त्यहाँनिर. So model is right there. यस्तो मोडल पनि के गर्ने भरे गनी राम्रो आउँछ फोटो. हिँड्ने के आज भयो अहिले हेर्ने ब्याट्री जान्छ नम यता यता यता. There. ल राम्रो छ राम्रो अब एउटा यस्तो So our Fulkumari being Fulkumari there. Her name should have been Fulkumari, not Sunita. The drama behind that photo हेर्नु ल. भरे फेसबुकमा पोस्ट पनि गर्छ होला. क्रेडिट दिने है क्रेडिट चाहिँ उता to her है. क्रेडिट लिन लागेको छ फोटोग्राफर पनि. कसलाई चाहिन्छ भने सम्पर्क गर्नु होला Yes, नम्बर भनिदिनु त 98 9840 टी वाला राख्नुपर्छ क्या गुरामा फोटो खिच्नु भएन दाजु तपाईँ त एउटा चाहिँ फोटो खिच्नु गुरामाको सो अझै माथि जाने अब हामी चाहिँ इट्स लाइक दिस दामी स्टे बस्नु न ता जानु ल जानु पोज चाहिँ नि डर लाग्छ दिन्छ क्या फेरि ल भाइ 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 के ठाउँ राम्रो होइन पोज चाहिँ पाइदिए चाहिँ के कसैको के लाग्छ लाग्दैन नि साथीहरू ल I'm gonna show you some beautiful flowers over here. फुलेर एकदम ढकमक्क भएको छ यतातिर. Look at this. I don't know what this flower is called. नाम पनि राखेको छैन रहेछ कि but it's really pretty and beautiful up here.
There are more flowers here. There's another bed of flowers, right? Yeah. So pretty colors. Just look at this color. Oh my goodness, so pretty colors. Vibrant, एकदमै. And they're different colors. Look at that. Just look at those. Oh my goodness. Like me. Yeah, please. Why don't you sing it? Oh, you know? Please, come on. Promote what it's about. Just sing one song. Yeah, that's good. Yस्तो रहेछ that force to like use भइरहेछ. साथीहरू, this is what you call friendship these days, you know. This is friendship. Promote गरिदिन्छु भन्दा पनि गाउनु मान्दैन यार. हामीलाई promotion चाहिँदैन. यस्तो छ, यस्तो arrogant मान्छेलाई के गर्ने? Humble singer. यता अब म्युजिक भिडियो बनाउनु म गाउँछु तपाईँ नाच्नु न. ल sure. नाच्नुको लागि त Elens is always ready. के खाएको? Oh, that राम्रो हुन्छ. नाच्नलाई त्यहाँ सान्छहरू ल स्पटेड हाम्रो मान्छेहरू उतातिर वेट झाडीले ठ्याक्क छेकेर there हाँस्दै हुनुहुन्छ त्यही जाउँ न हामी केटीहरू ग्याङमा हामी त्यहाँ जाउँ अब we'll take some beautiful pictures up there now मैले एउटा नि फोटो राम्रो खिचेको छैन आज because फोटो खिच्ने मान्छे जस्तो परेको छ You should take over. I don't even know कस्तो फोटो खिच्दै हो ल तपाईहरु दुईजना यस्तो मान्छेहरूलाई मलाई ढकालेर यहाँबाट एउटा ढकालेर तल पुऱ्याइदिन्छु यही बाटो आजको कम्ती राम्रो राम्रो ला 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 शान्ति सरको दुई शब्द मन्तव्य Thank you very much. Thank you. वेलकम It's awesome. Yeah. We're walking in the street of Godavari. Yeah, right? This is how it looks. Very nice. It's straight over here. Yeah, I do like Russian. Look at the trees, it's like so tall. You know, the trees are so tall. And the ground, yeah, how do you call it? The road is like peach. Yeah, right. Unlike most of the road in Kathmandu. Straight from Britain, yeah. Yeah. Trying to eat. Oh yeah. Wanna be? Yeah, here's long. Straight from Simpasa. के भन्ने गाह्रो छ तिमीलाई किनकि धेरै गर्मी छ तिमीलाई थाक्छ Ambo. के भन्छ र सोच्नु त? हो धेरै गाह्रो छ गोदावरी घुम्नु धेरै गाह्रो छ Jomane Mandro, Nepal barberry. Can you eat this? Yeah, we can. You sure? Eating this. Oh? पक्का खानु मिल्छ? See guys. Let's have a taste. गाली गर्यो भने हामीलाई I don't know. But here it looks like this. Can you actually eat this? Yeah. मर्दैन नि Here's the end of vlog. ओइ भन्नु पर्थ्यो नि थुप्रो थियो बाटोभरि. So I'm gonna pick more of these because you can eat these off guys. So if you see something like this in Godavari, straight into your mouth like that. Yes, you're gonna have yes. So we are back to picnic spot once again. Godavari घुमाइ चाहिँ हाम्रो सक्यो अब चाहिँ lunch time हो. So lunch मा के छ I'll show you. अहिले चाहिँ म भुइँमा सुतिरहेको छु. कहाँ नहुन् मेरो भ्लगमा मान्छे नआउने हुन्छ सब आउँछ यहाँ सी सोनी टिचर कसैलाई भोक लागेर त्यहाँ अनुहारै केहरू थाहा छ थोरै भात लाने यति मासु लाग्यो तपाईँहरूको लागि के राख्नु थोरै भात धेरै मासु because who doesn't like masu yeah everybody likes masu ल लाइन बस्दै थालिसकेको छ त्यहाँनिर दिस इज आवर पिकनिक स्पट हियर यो चाहिँ लन्च हो हाम्रो पुलाउ चिकन मिक्स भेज अचार सालेड पापड पानी एकछिनमा अनि दही र डेजर्ट पनि खान्छौँ हामी चाहिँ सो वी हाइक त्यो गोदावरीको पिकनिक स्पटबाट माथि काफल वाह भयो थ्याङ्क यू उता माथि So we got this आम्बो त्यहाँ त थुप्रो रहेछ त काफल त देख्दैन बाँदरहरू काफल टिपेर आउँदैछन् स्यारा बाँदर म बाँदरले बुझ्ने अर्को नि बाँदर नै हो फेरि इ काफल काफल हन्ट
चाहिएको भन्ने अर्थ लाग्छ यो मामिला मलाई त चाहिन्छ र खोजिहाल्नु भने चाहिने मान्छेलाई क्यान्डिडेट नम्बर 1 नम्बर 2 नम्बर 3 सो कोही छ भने तपाईँहरूको नजरमा सम्पर्क गर्नु अर्को मान्छे यहाँ नम्बर 4 सो कोही हुनुहुन्छ भने सम्पर्कमा आउनु होला इडेन्सको यहाँनिर नम्बर 5 नम्बर एकदमै ल आजको भोलि नै रेडी अलिकति टाइम लाग्छ नम्बर पनि भनिदिइराख्नु न नम्बर पनि भनिदिइराख्नु न अन्त कसरी आउनु पर्यो 98 98 60 898 592 ल सम्पर्क गर्नु होला तपाईँहरूलाई दुला साकी नम्बर दिन्छ नि त्यसै लागि फोन गर्ने रिचार्जमै हालिदिन्छु सरले अस्ति भर्खरै म त होइन गुडै उठाउँछु भन्दै थियो गुडै भनेको हो सर सोच मान्छे कनर दे भनेर एकचोटि यहाँ कति धेरै छ कि यहाँ त अघि हामी चाहिँ हेरेको छौँ त गएको यहाँ कतिवटा फेरि के को बच्चा आउनु नि मरे छैन जमिनभित्र मात्रै गाड्यो हो त्यसलाई हाइबर नेसनवाला त खरा के हाइबर जमिनभित्र गइसक्यो हाइबर नेसनमा गइसक्यो माथि खरायो डाउन द हिल तल गएपछि हामी थोरै स्न्याक्सहरू खाएर अफ फ्रम गोदावरी फर टुडे द्याट्स अल बाई बाई